प्रसिद्ध छ र यसलाई बनाउनलाई हामीलाई चाहिने भनेको एक रात अगाडिदेखि भिजाइएको चामलको पानी र इमली हो। यो जुसले हाम्रो इम्युनिटी पावर र डाइजेस्टिभ सिस्टम बढाउँछ। सबै इन्ग्रेडियन्ट्सहरू तल दिएको डिस्क्रिप्सनमा छ। हामीहरू अब सबै इन्ग्रेडियन्ट्सलाई खलमा राखेर राम्ररी कुटौँ। यो नै हामीहरूको जुसको सिक्रेट फ्लेभर हो। यसमा मैले मिन्टको पत्ता हाले, कागतीको स्लाइस हाले र आइस क्युब हाले। Thank you. कस्तो छ? Wow. अब हाम्रो लास्ट एपिसोड मात्रै बाँकी छ। त्यसमा तपाईलाई मैले कुन जुस बनाएको हेर्न मन छ कमेन्ट गरिदिनुहोस्। Don't forget to like, subscribe and comment.